नमस्कार साथीहरू, आज हाम्रो शनिबारको दिन यहाँ पसलहरू पनि बन्द छन्। त्यसपछि गएर अब आज काम पनि कतैको काम पनि आएको छैन। त्यसो हुँदा आज बच्चाबच्चीलाई लिएर खोलामा गाडी धुने कपडा धुने भनेर हामी हिँड्न लागेका छौँ। त्यसपछि अब यो च्यानल भनेको गाडी अहिलेको क्लिप भनेको गाडी धुने कपडा धुने तिनैमा आधारित रहेर एउटा भिडियो बनाएर अपलोड गर्ने छु। सबै छोरा परिवारहरू सबैलाई यो भिडियो क्लिपमा देखाउने छु भन्दै अब हामी कपडा धुने या गाडी धुने तिर हामी लाग्यो। ल है, सब्स्क्राइब गरिदिनु होला है साथी हो। अब कपडा धुने हिँड्दाखेरि तल हाम्री आमा भेट्नु भयो। आमा यहाँ बसिरहनु भएको रहेछ। आमालाई नमस्कार है। ल, हाम्रो कान्छा बा पनि ट्याक्क भेट्नु भयो। त्यसपछि हाम्रो फेरि यहाँ सम्मुजी पनि भेट्नु भयो हैन। सबै साथीहरूलाई उहाँहरूलाई पनि देखाउन पाउँदा म धेरै खुसी छु। ल, हाम्री भाउजू पनि देख्नु भयो है ट्याक्क। ल साथीहरू, अब बाबल चाहिँ गाडी निकाल्न लाग्नु भएको छ। कपडाको थुप्रो देखिया छ। हाम्रो म्याडमले कपडा राख्न लाउनु भएको। ल, हाम्रो म्याडमले कपडा राख्न थाल्नु भएको। ल, गाडी पनि राम्ररी अब धुन भनेर गरिएछ। हाम्रो जेठो छोरो गएर गाडीमा बसिसकिएछ। अब जेठो छोराको आजदेखि ल, यो मेरो जेठो छोरा है। ओ ल, हाम्रो कान्छो छोरा है। ल, त्यसो हुँदाखेरि ल, हाम्रो म्याडमले कपडा राख्न लाउनु भएको छ। ओ ल ल, हाम्रो इन्टरप्राइजेस पाण्डे इन्टरप्राइजेसको साहु गणेश पाण्डेजी पनि बाटोमा भेट्नु भयो। त्यसपछि काशीराम नेउपाने मेरो मामा पनि भेट्नु भयो। तेरा यहाँ मिस्त्री भाइ ल साथमा यो पनि आयो है। ल साथी, साबुन र सरफ लिएर चलियो है। ल, अब कपडा धुन हामी लाग्यो है। आज शनिबार हुँदा बजार जति सबै बन्द छ। त्यसो हुँदाखेरि आज यही नाउको पसल खुल्ला छ, अरू बजारहरू बन्द छ। त्यसो हुँदा आज हप्ताको एक दिन यो बजार बन्द हुन्छ। ल, हाम्रो सपरिवार हिँडिएछ गाडीमा। आज टोटली बन्द हुन्छ बजारहरू। व्यापारीहरू पनि हप्तामा एक दिन रिल्याक्स गर्छन्। साथीहरू, अब यो हाम्रो मिर्मीको जङ्गल। साथीहरू, यो चाहिँ मिर्मीको भ्यू। साथीहरू हो, त्यो चाहिँ हाम्रो भैँसी फारम।
हामी चाहिँ अब कपडा धुने गाडी धुने ठाउँमा आइपुग्यौँ। अगाडिको ल हामी कपडा धुने ठाउँमा आयौँ। अब कपडा धुने गाडी धुने गर्ने यहीँ हो। कपडा धुने गर्ने यहीँ हो गर्ने। ल यही अनुसार हो। ल हाम्रो भाइ पनि आएर है बच्चा बच्ची लिएर। ल हेर्नु है हाम्रो भाइहरू पनि बच्चा बच्ची लिएर आएर छ। ल यसलाई हामीले स्याउखोला भन्छौँ। यो स्याउखोलाको यो पोखरा हो है। पोखरा पानी भरिरहेको रहेछ। अघि अघि हामी सानसाना हुँदा यही पोखरामा नुहाउने गर्ने गर्थ्यौँ। अहिले यहाँ यस्तो छ पोखरा त छ। अचार नुहाइधुवाइ गर्ने। अचारका बच्चाहरू र हामीमा धेरै फरक छ। अचारका बच्चाहरूले सबै मोबाइलमा हेर्ने, त्यसपछि यसो उसो गर्ने। तर आधुनिकीकरण हुँदै गयो। त्यसपछि गएर तपाईँको अचार नुहाउने ओर्ने भन्ने पनि स्विमिङमा हो। यस्तो हो। त्यसो हुँदाखेरि अब ल सपरिवारसित आइएख। ल यहाँ छ गाडी। अब यहीँ धुने हो। यही पाइपमा उ गरेर गाडी धुने हो। यो पाइपको धाराले गाडी धुने हो। यहाँ यस्तो छ यो पाइप यसरी आछ। ल यतापट्टि फेरि यत्रो धारो छ पानीको। ल हाम्री भान्जी ल ल ल नानी हाई हाई। ल संयोगले आज नानी पनि भेट भइन्, भाइ पनि भेट भयो। यिनीहरू पनि नुहाउन आएछन्। ल हाम्रो भान्जीको के छ खबर? मुख किन ढाकेको? ल भाइहरूले कपडा धुने नुहाउने ओर्ने गरेर भ्याएका रहेछन्। अब क्यामराम्यान जेठो सुपुत्र हुन्छ होला। अब मैले गाडी पखाल्ने ओर्नेतिर लाग्ने छु। त्यो गाडी पखालेका केही क्लिपहरू हजुरहरूलाई समक्ष देखाउने छु। साथीहरू अब यस्तो धाराले अब ट्र्याक्टर धुन थाल्यो। ल पानी अब हिउँदा गाह्रो हुन्छ, बर्खामा धेरै सजिलो र जाती हुन्छ। अब यत्रो पाइपले सट्ट मिलाएर धुने। यसैमा चाहिँ भिजम भिजम नै आहा मलाई फेरि आइजर यहाँ मैले हिलो पखाल्दै छु हेर्नु। आज हाम्रो परिवार सबै आज म अब कान्छो छोरो बाबाको हाम्रो छोरो क्यामेराम्यान छ। अलि लजाउँछ, बोल्न गर्न सक्दैन साथी हो। यस्तै छ। अब उमेर भएपछि अलि उ भएपछि बोल्न सक्ने होला के अरे। खालि लाज मान्छ। यसमा यसो गर उसमा उसो गर भन्ने हो। मैले अब यहाँ भित्रभित्र इन्जिनहरू पनि इन्जिनका पार्टहरू पनि धुँदैछु गाइजहरू। र आजको भिडियोलाई लाइक सब्सक्राइब सबै गरिदिनु होला। हाम्रो बाबा मिहिनेत हुनुहुन्छ। गाइजहरू हामी यहाँ पानी धुँदैछ गाडीको अर्को साइड। अब बिहामा के अरे ब्यानर स्यानर लगाउँदा यहाँ टेप लाइन्छ। यो उक्काउन त धेरै गाह्रो हुने रहेछ। कसरी रहेछ यो उक्काउने? त्यो केही ऊ बाबा हामीलाई यसो कमेन्टमा सुझाव सल्लाह दिनु होला है। भाइ चाहिँ यहाँ गाडी धुन चाहिँ कसेको छ। गाइजहरू म कसिरहेको छु। आज शनिबार पनि पर्यो। अब मलाई अब घरमा बसेर यत्तिकै झ्याउलाउने छ। ल गाइजहरू अब एक साइडको गाडी दोहोरो भयो, अर्को साइडको पाइप नपेर गाडी फर्काउन बाबा हिँड्नु आएको छ। साथीहरू बाबाले चाहिँ नि गाडी फर्काएर ल्याउनु भयो अर्को साइड धुनलाई। मेरो भाइ चाहिँ नि एक्लै कसेको छ गाडी धुन।
ल साथी अफरोडमा हिँड्दा यहाँ भित्र पनि लास्टै धुलो आउँछ। यो धुलोले गन्ध लास्टै धुलो गनाउँछ। यसरी पुसेपछि तपाईँको गाडी हिँड्दा मजा आउँछ। अब यसरी यो ठ्याक्क पुसेर जुन दिन गाडी धोएर यसरी पुसिन्छ त्यस दिन यहाँ गाडीमा बस्नु पनि आनन्द आउँछ, चलाउनु पनि आनन्द आउँछ। त्यो अफरोडमा हिँड्छ। अब बोलेरो हो के अरे, बोलेरो आएपछि अफरोडमा हिँड्न पर्यो। अफरोडमा हिँड्दा खाली कच्ची बाटा धुलाहरू मात्रै हुन्छन्। त्यस्तै छ गाइज हो। ल हाम्रो जेठा छोरालाई पनि यसो ल सफा गर्छ भनेर लगाइदिएछु। त्यो धुलाधुली यसो उसो छ्याक्क पार भनिएको छु। ल कान्छो छोरो एकदम कच्चिया छ। यताउति खालि उहाँ मुनि पानीसित खेल्न अति रङ्ग मान्छ यसले। जेठो छोराले यसरी उ गरेको छ गाइज। ल हेर्नु है। ल अब फाइनल कोड चलिरहेछ गाडी धुनीको। अब लगभग भइरहेछ। यहाँ राम्ररी धोइरहेछ कान्छाले। ल यो ढोका लगाउनु पर्यो। ल यिनी हामी भान्जी जता पनि चुरबुर गरिरहेछन्। गाडी धोएर लगभग भ्याउनु लगाएको छु। 16 मोडलको गाडी हो के अरे, डेन्टिङ पेन्टिङ गर्न पर्ने छ। त्यस्तै भइरहेछ। अगाडिको केबिन राम्रो छ, पछाडिपट्टिको अलि डेन्टिङ पेन्टिङ गर्न पर्ने छ। किन भन्दा मैले फेरि साधन हो के अरे, साधन भएपछि अब सबै थोक बोक्न पर्छ। यो ऊ भन्ने हुँदैन। त्यही ढुङ्गा बाहेक अरू सबै बोकिएको छु। बालुवा, गिटी, त्यसपछि दाउरा, त्यसपछि मुढाहरू, मेरो आफ्नै फर्निचर छ के अरे, त्यसमा मुढाहरू बोकिएको छु। त्यसपछि भैँसी, अब बाख्रा, बङ्गुर जे आइपऱ्यो उही बोकिएको छु। गाडीको केबिन ठिक छ। पछाडिपट्टिको ढाला अलि चाँडो जाँदो रहेछ कि यसो हुँदाखेरि। ल यो ढाला लगायो। ल यस्तो छ। हाम्रो कान्छो छोरो जो छ कि एकदम झाँरिलो। यसले पानीसित खेल्न पनि रङ्ग मान्छ, धुन पनि अति रङ्ग मान्छ। ल अर्को मेरो साथी लोका साथी आउनु भएको छ। लोका साथीले फेरि के अरे कार लिएर आउनु भएको छ। त्यो कार पनि अब धुनु पर्यो भनेर। अहिले हामीलाई बर्खामा धेरै राम्रो छ कि यहाँ गाडी धुन ओर्न। त्यसो हुँदाखेरि कोही कपडा धुनीमा कसिनु भएको छ, कोही गाडी धुनीमा। यस्तै छ। ल साथीहरू यी दाजुभाइ पनि कुकुर बिराला चाहिँ हुन्छन्। उमेरले 5 वर्ष जेठा कान्छा छन्। कान्छाले जेठो दाइ हो भन्दैन, दाइले भाइ हो भन्दैन। यी दुईवटा जस्तोमा भेट भएको कुकुर बिरालो चाहिँ लड्छन्, कल गर्छन्। यस्तै छ। यो सबैका यस्तै हुन् कि मेरो मात्रै यस्ता हुन् त्यो पनि कमेन्टमा भन्नु होला है साथी हो। ल यस्तै अब जेठो छोरो अलिअलि कसिन लाग्छ गाडी धुन। यो दिनजरी भयो। र अर्को मेरो गोपाल साथी कता हिँड्नुभयो पुरा। गोपाल साथीका परिवार जस्तो पनि लाग्छ। यसो उसमा हिँड्नु भएको कि त्यही छ। ल जेठो छोराले पनि धुन थाल्यो है गाडी। यो भिडियो बनाउँदै गाडी पनि कति धोइयो साथी हो। के गर्ने, भिडियोको क्लिप बनाउनै पर्यो 10-11 मिनटको। ल यसरी धुवाएको छ छोराले। ल हाम्रो भाइ छोरी लिएर हिँड्यो है। ल यस्तो छ। ल यता फेरि यसरी कपडा धुने कार्यक्रम चलेको छ, मासु छ। ल यो हाम्रो साथी लोका साथीको म्याडम। ल हाम्रो म्याडम उता कसिनु भएको छ। लोका साथी उता धारामा जो कसिहान्। ल ल यता हेर्नु। म पनि गाडीको ड्राइभरै हुँ भन्नु होइन। ल साथी एकदम मस्त कपडा धोइरहनु भएको छ। साथीको म्याडमले कपडामा साबुन लगाइरहनु भएको छ। ल यस्तो छ है। यसलाई हामीले ठाडो कुलो भन्छौँ। यो हाम्रो खेतमा पानी लाउने कुलो हो। यस्तो छ कुलो। यी यस्तरी आउँछ। यो सबभन्दा हाम्रो मिरुमीमा सबभन्दा धेरै पानी आउने कुलो यही हो। ठाडो कुलो हो। ल साथीहरू ल साथी हो। अलरेडी
गाडी धोएर भ्याइयो। अब फेरि मम्मीलाई सघाउन लाखन दुवै छोराहरूले। ल जेठो छोरा र कान्छो छोरा दुइटै छोराहरूले सघाउन लाखन। ल सेट्टा धुन लाखन। ल राम्ररी यसरी राम्ररी धुन लाख। कान्छाले अलि गर्छ, जेठो अलि कम गर्छ जेठोले। ल छोरा कान्छो छोराले अति जिद्दी गर्यो, पढ्न जाम बाबा भन्यो। मैले पनि यसो सोचेँ भविष्यमा जे पनि जानेको सिप काम लाग्छ, त्यही भएर ल हिँड त्यो म दुइटालाई आज सिकाउँछु भनेर हाम्रो पहाडको स्विमिङ पुलमा हिँड्यो है साथी हो। ल साथीहरू अब हामी स्विमिङ पुलतिर हिँड्यो। नेपाली स्विमिङ पुल अर्ग्यानिक पानी पनि यता बगिरहेछ। ल हामी हिँड्ने छ है। ल यसरी हाम्रो नेपाली स्विमिङ पुल भेट्नको लागि हिँडिरहेको छ। ल यसरी यतापट्टि कुलो छ तल। छोरो एकदम एक्साइटमेन्ट भएको छ। ऊ पुरा चाँडो पुग्न पाउँथ्यो बुवा भनेको छ। पुगिन्छ। ल यो काफलको बुटो हो है साथी हो। काफल त चैततिर हो कि अगर फल्ने, अहिले पात मात्रै छ। ल ए जेठो सुपुत्र यता आइरहेछ। ल यसरी हामी स्विमिङ पुलमा हिँड्दैछौँ। हाम्रो स्विमिङ पुलमा अब पानी छ कि छैन हाम्रो स्विमिङ पुलमा। फेरि त्यो हाम्रो स्विमिङ पुलबाट के अरे किसानहरू हाम्रो दाजुभाइ दिदीबहिनीहरूले त्यसैबाट बिउ सिउ राख्ने, धानको बिउ राख्ने उ भएको छ। धानको बिउमा पानी लगाउने बेला भएको छ। अहिले रोपाइँ त चलेको छैन। त्यसो हुँदाखेरि स्विमिङ पुल भरिया छ भनेर कान्छ अगाडि चाहिँ पुगेर उहाँबाट चिचिया छ। ल यसरी ल हाम्रो स्विमिङ पुलमा अब पुनः लागिएको छ है साथी हो। ल हेरौँ है हाम्रो स्विमिङ पुल। आहा मजाले भरिया रहेछ हाम्रो स्विमिङ पुलमा। ल हाम्रो स्विमिङ पुल यस्तो छ। ल ल हेर्नु है। ल साथी हो अब छोराहरू जान्दैनन् भनेको छन्। अहिले सिकाउँछु। सुरुमा म गएर यसो पौडिन्छु, देखाउँछु है। ल साथी हो। ल रोकिनु। ल कान्छो छोरा अलिक सिक्छु भनेको छ। यसलाई हातले समाएर सिकाउनु त होला नि, त्यति सिकाउनु त जान्दिनँ। त्यही पनि हल्का फुल्का सिकाउन बल गर्छु है त। ल ल बाबाले चाहिने मेरो भाइलाई सिकाउनु भएको पाउन्न। ल छोराहरू पनि अब पौड्न तयारी सिक्छौँ भनेका छन्। र म अलि पानी धेरै थियो, भरि थियो, अहिले अलि कम भएको छ। अब एकछिनमा यिनीहरू पौड्न सिकाएको पनि हजुरहरूलाई क्लिप देखाउँछु है। ल केटाहरूलाई पानी कम बनाएर अलिअलि यहाँ पौड्न सिकिरहेछन्। ल केटाहरूलाई सिकाउन लागिरहेको छु। ल यसरी झम्म उता जा के यता 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 बिचमा के यतापट्टि नटेकिकन अघि चाक्क हो त्यहाँ र यसरी डाइ फान्ने हो। त्यसरी हो, त्यसरी गर्न न। तेर्सिन पर्छ कि तेर्सिन तेर्सिआउ न। अब त्यो बोरा लगाइदियो त्यहाँ लगाएर, त्यहाँ पुवालमा लगाएर। ओ त्यो बोरा, ओ त्यो बोरा त्यो पुरै ल यो लगाइदियो कि आविष्कार आर्यन। न
यहाँ हो कि यहाँ छ नि त्यसको पाल त तल पाल छ के मेरो अघि भात पौडिएको देखाउनु मोल पानी आएको पर धेरै देखेँ नि डुबेर होइन क्या खुट्टाले थाम त त्यहाँ हुन्छ क्या त्यहाँ तेरो खुट्टा ताने हुन्छ त्यसपछि सुन्ने हो केही नजानेको लागि दुखाउँछ बाबु त गएर कस्तो छुन्छ अझ ओल्तिर त्यहाँ यसो यो भित्ताको पिँधा खुट्टाले थाम त कि बाहिर सुन्नु छौ बाहिर यो लुडो बनाएर त्यो लौराले सापर सुन्ने पनि हुन्छ ल कस्तो रहेछ पर्नु पानी खाएर के हुन्छ जा 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 छोड यो कान्छाले बरु अलि बस्तीमा बल गर्छ जेठोले अलि अल्छी गर्छ ल हामी अब स्विमिङ पुलको यात्रा पनि टुङ्ग्याएर अब हामी घरतिर यहाँबाट अब उता पोलतिर गएर धारामा नुहाउँछौँ नुहाएर ओरेर अब घरतिर निस्कन्छौँ हाम्रो अशोकको छोरा देखिएन क्या अलि फोटोमा ल हाई भनौ न हाई ल ए साथी हो गाउँले जीवन हेर त यस्तो रमाइलो छ यस्तो मजा छ यी यो मजा कहाँ पाइन्छ सहरमा ल हाम्रो कान्छो छोराले पनि माग्नु मानो ल कपडा धोएर अब भ्याएर गाडी यहाँ यसरी राखियो अब यसरी राखेर धार्दै गाडीमा जाने भनेको यहाँ फेरि बाटामा यसरी राख्या है यस्तो छ बाटामा यस्तै राख्या बाटामा कपडा ल अब हामी यहाँ निस्कने तयारीमा छौँ है ठुलो छोरा ओ कान्छो छोरा ल म्याडमले अझै धुँदैछन् ल अब हामी यहाँ निस्क्यौँ है गाइज हो ल साथीहरू अब हामी चाहिँ कपडा धोएर घर हिँड्न लागेका छौँ साथीहरू यो चाहिँ हाम्रो मिर्मी बहुमुखी क्याम्पस ल साथीहरू हामी ट्याक्क घर आइपुग्यौँ अब यो कपडा सपडा उठाउने ओर्ने गर्ने निकाल्ने ओर्ने गर्ने हो त्यसपछि गएर अब कपडा सुकाइन्छ तपाईहरुले यो भिडियो अब हेरेर मनोरञ्जन लिएर सब्स्क्राइब गरिदिनु होला है साथीहरू